रतननाथ मन्दिर फलाबाङ इतिहास आस्था र गौरव। नेपालका गाउँ बस्तीहरूमा यस्ता धेरै धार्मिक स्थल छन् जसले केवल आस्था मात्र होइन, सयौं वर्षको इतिहास पनि बोकेका छन्। आज हामी पुगेका छौँ सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर 4 मा अवस्थित ऐतिहासिक रतननाथ मन्दिरमा। यो मन्दिर केवल एउटा धार्मिक स्थल होइन, यो फलाबाङ राज्यको इतिहास, संस्कृति र राज परम्परासँग जोडिएको अमूल्य सम्पदा हो। फलाबाङ कुनै सामान्य गाउँ थिएन। 2224 राज्यकालमा यो पश्चिम नेपालको महत्त्वपूर्ण राजकीय केन्द्र थियो। त्यही समयमा फलाबाङका राजाहरूले आफ्नो कुल देवताका रूपमा सिद्ध रतननाथको पूजा गर्ने परम्परा बसालेका थिए। त्यसैले दरबार परिसरमै रतननाथ मन्दिरको स्थापना गरिएको मानिन्छ। इतिहास अनुसार फलाबाङका राजाहरू सिद्ध रतननाथका परम भक्त थिए। राज्य सञ्चालन अघि, विशेष पूजा, विजय यात्रा वा महत्त्वपूर्ण निर्णय लिनु अघि उनीहरूले रतननाथको आराधना गर्ने परम्परा रहेको उल्लेख पाइन्छ। समयसँगै धेरै ऐतिहासिक संरचनाहरू जीर्ण बने। फलाबाङका दरबारहरू जस्तै यहाँका केही सम्पदाले पनि संरक्षणको अभाव भोगेका छन्। तर रतननाथ मन्दिर आज पनि स्थानीयवासीको गहिरो आस्था र विश्वासको केन्द्र बनेको छ। इतिहास भनेको केवल विगतको कथा होइन, यो हाम्रो पहिचान हो। यदि रतननाथ मन्दिर, फलाबाङ दरबार र अन्य ऐतिहासिक सम्पदाहरूको उचित संरक्षण गर्न सकियो भने यो क्षेत्र धार्मिक, पर्यटन र ऐतिहासिक अध्ययनका लागि महत्त्वपूर्ण गन्तव्य बन्न सक्छ। स्थानीय सरकार, सरकारवाला निकाय र समुदायको सहकार्यले यी सम्पदालाई भावी पुस्तासम्म सुरक्षित राख्न सकिन्छ। सल्यानको फलाबाङमा रहेको रतननाथ मन्दिर केवल एउटा मन्दिर होइन, यो आस्था, इतिहास र संस्कृतिको जीवित प्रतीक हो। हामीले यस्ता सम्पदाको संरक्षण गरे मात्र इतिहासमा भावी पुस्तासम्म सुरक्षित रहन्छ। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोस् र यस्तै ऐतिहासिक तथा सांस्कृतिक भिडियोहरूका लागि त्रिवेणी अनलाइनलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद। फेरि अर्को ऐतिहासिक यात्रामा भेटौँला है त।